धेरैजना साथीहरूले चाहिँ बिरुवा अर्डर गर्दाखेरि है लामो पठाउनु भन्नुहुन्छ। ल हेर्नुहोस्, यसको पनि म तपाईँहरूलाई कारण भन्छु है। ल हेर्नुहोस्, छोटो भनेको चाहिँ एकदम छिप्पिएको हाँगा है। यसमा चाहिँ एकदम फल्नलाई परिपक्व हुन्छ। यो चाहिँ 1 वर्षमा रेडी भएर पनि है फल दिन चाहिँ सुरु गर्छ साथीहरू। ल हेर्नुहोस् है। अनि यो भनेको लामो भएर काम छैन क्या साथीहरू। यो चाहिँ हुलुक्कै बढेको, यसको चाहिँ कुनै काम छैन। ल हेर्नुहोस्, योलाई चाहिँ एकदम छिपिन गरी हामीले चाहिँ टुप्पाहरू काटेर राख्नु पर्यो यसलाई चाहिँ। त्यही हुनाले चाहिँ धेरैजना साथीहरूले बिरुवा अर्डर गर्दाखेरि चाहिँ लामो पठाउनु भन्नुहुन्छ कि हजुरहरूले मगाउने भनेको बिरुवा यस्तो छिप्पिएको एकदम हरियो डाँठ भएको बिरुवाहरू मगाउने हो कि साथीहरू। ल हेर्नुहोस्, यसको त कोपिला पनि सुरु भइसकेको छ, जरा पनि आइसकेको, कोपिला पनि सुरु भइसकेको छ कि। यो चाहिँ छिप्पिएको बिरुवा हो। हजुरहरूले अब यो बिरुवाहरू आजभोलि लगाउनु भयो भने अर्को सालमा चाहिँ 1-2 फल चाहिँ यसले चखाउँछ है साथीहरू। ल हेर्नुहोस्, के कस्तो लाग्छ, कहाँदेखि हेर्दै हुनुहुन्छ कमेन्ट गरिदिनु होला है साथीहरू। ल बाई बाई, टाटा है।